हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो आजको मेरो मिनी ब्लग चाहिँ कामबाट सुरु भएको। अब सधैँ कामैबाट सुरु हुने हो मेरो चाहिँ। मैले त तपाईँहरूलाई लुगाहरू देखाउँछु भनेर देखाएँ है। अनि यता चाहिँ राम्रो राम्रो लुगाहरू पाउनुहुन्छ कि क्वालिटी प्लस अनि रिजनेबल प्राइस सबै राम्रो राम्रो हुन्छ कि। अनि आफ्नो पसलको लागि चाहियो भने नि यता पाउँछ हाम्रो लुगा। अनि यहाँ क्यामेरा बिग्रेकोले अङ्कलहरू बनाउँदै हुनुहुन्थ्यो। अनि निलो ड्रम देखेपछि तपाईँले कुन चाहिँ कुरा याद आउँछ गाइज कमेन्टमा भन्नु होला। सो म चाहिँ यता अब यो लुगाहरू खोलेको लुगाहरू माथि खोलेको थियो गोदाममा, त्यहाँ म गएर पटाउन लाएँ है। अनि के गाइजहरू मेरो मोबाइलको क्यामेरा क्वालिटी त्यति राम्रो आउँदैन। अनि प्लस मलाई चाहिँ ब्लगिङ गर्न आउँदैन। मैले जस्तो आउँछ त्यस्तै नै हो गर्ने। सो तपाईँहरूले तै पनि यति माया गरिदिनु भएकोमा तपाईँहरू सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु म। अनि मैले मिनी ब्लग चाहिँ राम्रोसँग बनाउन आउन बिस्तारै बिस्तारै सिक्दैछु। अनि म चाहिँ यहाँ पसलमा यो माथि गोदाममा काम गर्दाखेरि पानी परेको रहेछ है। लाइक त्यो कुरा चाहिँ 6-6:30 बजीतिरकै कुराहरू हो यो चाहिँ। यहाँ काठमाडौँमा त यस्तो पानी परेको छ के भन्नु। मेरोमा मैले भिडियो पनि फुटेज बनाएको थिएँ, त्यो मैले हाल्न पाइनँ किनभने पछि यो मोबाइलमा खै किन कहिलेकाहीँ नेटै चल्दैन कि अहिले पनि मसँग नेट नभएर। सो आजलाई यति नै, भेटौँला अर्को मिनी ब्लगमा। त्यतिसम्मलाई बाई बाई।